guys, welcome back to my new YouTube video. It's me Anisha and you're watching my YouTube channel. So फेरि पनि हजुरहरु सम्पूर्णलाई मेरो यो नयाँ भिडियोमा स्वागत छ र मैले आज चाहिँ र्यान्डम भ्लग बनाइरा छु. सो कस्तो हुन्छ हेर्दै जानु होला अन्तिमसम्म र लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नबिर्सनु होला. हेर्दै जानु होला. र म चाहिँ अहिले काछु भन्दा गुल्मी छु का र मेरो पछाडी साइडमा बिरालो थियो गयो के यहाँ कति धेरै बिरालो छ नि. यसको बच्चा नि थियो मैले देखाउँछु. अरु त के कहाँ गयो के कता गयो देखेन. यस्तै हो यहाँ चाहिँ यस्तो रमाइलो छ एकदम शान्त केही कोही मान्छे हल्ला गर्ने कुरै छैन अनि गाडीहरुको केही आवाज सुनिन्न. एकदम आनन्द छ. माइन्ड पनि फ्रेश पीस छ. यो चाहिँ हाम्रो घर हेर्नुस् यस्तो छ. देखेछ कि छैन थाहा छैन तर देखिहाल्नु यस्तो छ है. यस्तो राम्रो छ यस्तो छ. अनि त्यसपछि पछाडि चाहिँ यहाँ चाहिँ रुखहरू सबै यहाँ यति धेरै तरकारी छ गाइस होइन. यहाँ यस्तो छ तरकारी सिमी यस्तो राम्रो फल्यो अहिले त. तरकारी केही किन्नै पर्दैन अहिले. पछाडि यस्तो के हो भन्दा यो चाहिँ उसो के भन्छ अमिलो होइन अमिलो भब्बु भन्छ है हाम्रोतिर. इङ्ग्लिसमा मलाई के भन्छ थाहा छैन तर यही हो. यो यति धेरै हो यस्तो मिठो हुन्छ. यसको भित्र रातो रातो हुन्छ कि रेड कलर हुन्छ पाकेपछि. हजुर अलिकति नाच्ने राम्रो आगे आमाले नाच्ने दिनु न हजुरबालाई ल ल. काँक्रो पनि फलिरहेको यस्तो राम्रो राम्रो. त्यहाँ पनि रहेछ त्यो पनि छ मलाई त एकदम मनपर्छ काँक्रो. गाइस हाम्रो घरको यिनी के अरे भैँसीहरू देखाउँछ होइन कति धेरै छ. कति छन् भन्दा 3टा छन्. त हान्छ क्या हो डर लाग्छ. हेलो सब्स्क्राइब गरिदियो है. त्यसले साँच्चीकै हान्छ. त्यहाँ छ त्यो भैँसी हो. यो चाहिँ पाडो हो क्या. 3टा छन् होइन यति ठुला ठुला. के छ भाइ के छ राम्री आइसौ तिमी त. तिमी पनि केही बुवा भनिदेऊ बोल. कति राम्री आइसक्यो. ए अब चाहिँ म यहाँ हाम्रो घरको पछाडितिर हो न. यहाँ चाहिँ यस्तो के छ के हो नयाँ खालको आल्चा भन्छ कि कति मिठो हुन्छ. यहाँ यति धेरै छ हेर्नु गाइस. यो फरक हो क्या. हाम्रो घरमा यो आल्चा भन्ने टाइप छ. यो चाहिँ अमिलो अमिलो गुलियो मिठो हुन्छ. यति धेरै फले रहेछ. मलाई यो नै मनपर्छ. यस्तो यो अहिले टिपेर खानुपर्छ होइन. अनि यता चाहिँ म के गरेर जान्छु भन्दा यहाँ के अरे त्यो बिरालोको बच्चा खाना अरे कि सानो हिजो हजुर बुवाले देखाइदिनु भएको थियो. म हेर्न पाइनँ. आज हेरौँ.
ए बिराला रहेछ हेर्नु गाइस, यहाँ कति छन् 1 2 3 4। यसको मम्मी कता गइन् यार, मलाई मार्दै म त नदेखेको है, यत्रै छन्। ए उठ उठ के उठ। चारवटा उस रहेछ कि ढुङ्गा रहेछ, म एक्लै छु चारै खेल्ने यसरी यसरी अनि उयो भएन भएन है। अहिले चाहिँ म के गरिरहेको छु भन्दा पास्ता बनाउनको लागि रेडी गरिरहेको छु होइन। यता तल चाहिँ प्याज खुर्सानी सबै काटेर रेडी छ, अनि यहाँ ग्यासमा चाहिँ मैले बसालेछु, तात्दैछ, अनि त्यही भएर यसो भिडियो पनि बनाउँदैछु। सो त्यही हो, इट्स अल अबाउट दिस थिङ्स। के भनौँ, मलाई के भनौँ भइरह होइन, त्यस्तै हो साथीहरू। हेरौँ पास्ता मिठो हुन्छ कि हुन्न। हजुरबुवा आमाको रियाक्सन हेरौँ ल। मैले नातिनीले बनाएको पास्ता कस्तो लाग्छ ल। अनि म हजुरलाई अहिले पछि भेट्छु है, बाई। कस्तो छ? मिठो मिठो असाध्यै छ। होला